एउटा सफा भाटा लिए त्यसमा मैले चाहिँ भुजा राखेँ। त्यसपछि यसमा मैले चाहिँ एउटा वाइ चाउचाउ लिए, चाउचाउ राखेँ। त्यसपछि चाहिँ मैले सानो केराउ भिजाएको थिएँ, सानो केराउलाई राखेँ। हामीसँग चाहिँ सानो केराउ थियो। त्यसपछि मैले प्याज राखेँ, खुर्सानी, त्यसपछि काटेर राखेको मुला, त्यसपछि काँक्रुवा राखेँ, त्यसपछि काटेर राखेको उसिनेको आलु, मैले काटेर उसिनेर राखेको आलुलाई राखेँ। त्यसपछि थोरै टमाटर, त्यसपछि थोरै मैले यसमा चाहिँ बदामलाई राखिदिएँ। मसँग चाहिँ चना थिएन त्यसैले चना राखिनँ, तपाईहरु चाहिँ चना पनि राख्नु होला। त्यसपछि नुन राखेँ, स्वाद अनुसारको नुन, त्यसपछि थोरै खुर्सानी पाउडर, त्यसपछि मैले चाहिँ वाइवाईको मसलालाई राखिदिएँ। त्यसपछि कागती, के हो रस छैन, त्यसपछि चाहिँ मैले यसमा कागती राखेँ। त्यसपछि यसमा थोरै तेल राखेँ। यसमा चाहिँ हामीले सस चाहिँ राख्दैनौँ, किनभने घरमा खाने भएको कारणले गर्दा चाहिँ हामी चाहिँ सस राख्दैनौँ। यसलाई मजाले मोल्ने, हामी चाहिँ सस चाहिँ राख्दैनौँ यसमा, होममेड भएको कारणले गर्दा। मेल्ट गर्यौं, सस कारणले गर्दा अलिकति व्हाइट जस्तो देखिन्छ। मसला पनि हामीले कमै युज गरेछ यसमा। हाम्रो चाहिँ अब चटपटे हुँदैछ। हजुरहरु पनि आउनुस् खानको लागि। यो भिडियोलाई मन पराइदिनु होला र कमेन्ट पनि गरिदिनु होला र जसले सब्स्क्राइब गर्नु भएको छैन उहाँहरूले नि सब्स्क्राइब चाहिँ गरिदिनु होला। अब चाहिँ हामी चटपटे रेडी भइसक्यो। अब चाहिँ हामी खाने तयारी गर्दै छौं। कस्तो छ, ठीक छ? वाउ, यम्मी।